घरायसी वायु प्रदूषणले नसर्ने रोगहरूलाई बढावा दिन्छ, जस्तै मस्तिष्कघात, मुटु रोग, फोक्सो सम्बन्धीका दीर्घ रोगहरू, फोक्सोको क्यान्सर। गर्भवती तथा महिलाको हकमा कम तौलको बच्चा जन्मने, गर्भ तुहिने, पाठेघरको क्यान्सर हुने जोखिम हुन्छ। यसैगरी श्वास प्रश्वासको सङ्क्रमण हुने, दम, कानको सङ्क्रमण हुने, क्षयरोग हुने, मोतीबिन्दु हुने, नाकको सङ्क्रमण तथा क्यान्सर हुने अरू जोखिमहरू हुन्छन्। अब नेपालको तथ्याङ्क हेरौँ। देशको कुल परिवार सङ्ख्यामध्ये आधाभन्दा बढी 34 लाखले खाना पकाउन अक्सर गरेर काठ दाउराकै प्रयोग गर्छन्। अरू 1,93,000ले गोइठा र 3,400 परिवारले मट्टितेल प्रयोग गर्छन्। प्रदेशगत तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी त्यहाँको कुल जनसङ्ख्यामध्ये 82.2%ले खाना पकाउन काठ दाउराकै प्रयोग गर्छन्। घरैभित्रको धुवाजन्य प्रदूषणका कारण उत्पन्न हुने रोग लागेर हरेक वर्ष करिब 22,000 नेपालीले मृत्युवरण गर्छन्।